म आज मालिका माध्यमिक विद्यालय बानापा 5 मालिका बागलुङमा छु। यो विद्यालय म आफूले अध्ययन गरेको विद्यालय हो। 9 र 10 क्लास चाहिँ मैले 2061 र 62 सालमा 9 र 10 क्लास यस विद्यालयबाट अध्ययन गरेर एसएलसी पास गरी, हाम्रो बेलामा एसएलसी हुन्थ्यो, एसएलसी पास गरी त्यसपछि उच्च शिक्षा अध्ययनको लागि म चितवन गएको थिएँ। हाम्रो पालाको भौतिक संरचनाहरू त टोटल्ली चेन्ज भएछ। अहिले चाहिँ नयाँ संरचनाहरू बनिरहेको छ। एकदम राम्रो रहेछ संरचना। डाँडोमा राम्रो संरचना बनेको रहेछ। आफूले पढेको विद्यालय, आफूले पढेको ठाउँ एकदम राम्रो छ। पारिपट्टि डाँडोमा पञ्चकोट पर्छ। दिन धमिलो छायो। सरस्वती मन्दिर बनेको रहेछ। हामीले पढ्ने बेलामा यहाँ सरस्वतीको मन्दिर निर्माण भएको थिएन। यो दुईटा बिल्डिङहरू पछि बनेका रहेछन्, अग्ला बिल्डिङहरू। उताका साना बिल्डिङहरू पनि पहिलाकालाई भत्काएर पुनः नयाँ बनाइएको रहेछ। राम्रो छ। बैसठी सालमा एसएलसी दिएर 63 सालमा रिजल्ट आएछ। यहाँ पास आउट भएर उच्च शिक्षा अध्ययनको लागि म चितवन गएको थिएँ। एकदम खुसी लाग्यो आज आफूले पढेको विद्यालयमा आएर यसरी हेर्न पाउँदा, एउटा सानो भिडियो क्लिप बनाउन पाउँदा। हस्त धन्यवाद यहाँहरू सबैलाई। नमस्कार।